Hello guys, welcome to my new vlog. It's me Sujal Sunar. स्वागत छ तपाईलाई न्यू भ्लगमा आफ्टर लङ टाइम। हामी फेरि आएका छौं एकदम धेरै दिनपछि भ्लग स्टार्ट गरेको छु मैले। आज होली, ह्यापी होली सबैलाई मेरो तर्फबाट ह्यापी होली। हाम्रो आशिष दाइ, वान एन्ड ओन्ली पालसाङदो, हाम्रो पटल भाइ, हाम्रो वान एन्ड ओन्ली इन्टरनेसनल भानिज, हाम्रो हिमाल सिंह ब्लग्स। हेलो गाइस, हाम्रोमा दोर्जे भाइ है। अनि यहाँनिर हामी अघि नै कहिले हो नि बिहानदेखि बसेको यहाँ 1.5 घन्टा कति बिहानको थियो भने बुझ्नु। अब साधन नभएर यहाँ धाउ परेर के गर्ने भएर यहाँ तनाव परेर अनि बल्ल 1-2टा बाइक लियो। अनि त्यही भएर भ्लग स्टार्ट गरेको मैले है। अब यहाँबाट हामी कता घुम्न जान्छ हामी। अब बाइक लिन गएको, अब बाइक लिन गएपछि व्यवस्था हुन्छ हाम्रो च्याकला। थ्याङ्क यू दाइ म तपाईको च्यानल सब्स्क्राइब गरे सुजल सुनार हैन दाइ। हो दाइ हो भाइ। ल दाइ म गएर सब्स्क्राइब गर्दै। ल भाइ म गएर सब्स्क्राइब गर्दै सुजल सुनार ब्लग्स। देखाइदिनु दोस्त हाम्रो प्यारो उया आन्टी, हाम्रो आन्टीहरू ह्यापी होली ए गरेर हुँदैन, सब्सक्राइब पनि गरिदिनु पर्यो। होइन धन्न गएन म। सम्झेको भने नि सक्दैनन् फेरि होली भने कसैको गालामा कसैको काहीँ अबिर छ भने त्यो दोर्जे भाइले त्यो केटीले दल्ने केटा दल्यो नि छुट्टै कुरो, केटीले दल्यो, मान्छेले पनि दल्यो होइन, मान्छेले पनि दल्यो होइन। मैले चाहिँ अलिअलि दल्यो होला, मैले देखाएँ दलेको देख्नु भयो होला अलिअलि। ठिक छ सहारा होलियाको बहिनी के केटीको नाम सहारा। केटी भने के हो भन्छ? प्रजल अब यहाँ बसिन्छ के मतलब भोग लाग्छ यहाँ। के खाएन यार, केही खाएन, भोक लाग्यो पानी पनि तिर लगाएर केही खाएन। मम्बाको हिजो सपुर जानुभएको थियो अनि हिजो अलिअलि भात बनाएर खाइयो। त्यसपछि चाहिँ आज बिहान केही खाएन, त्यही करेन्ट के अरे चौचो के खाइदिएको थियो। अनि त्यसपछि अनि सिधै उता बजारतिर गएको अनि त्यहाँनिर केटाहरूसँग यसो कुरा गऱ्यो। अनि यहाँनिर अनि के अरे यहीँ बजारमा सही चोकमा त्यहाँनिर प्रोग्राम कन्सर्ट जस्तो होइन, अलिकति ड्रम समवाला सब छ होइन। हाम्रो बाइक आयो, एउटा बाइक साधन आयो, एउटा साधन आयो। ल अब हामीहरू जानुपर्ने हुन्छ, बाटोमा केही कस्तो हुन्छ भन्नुलाई। ल गाइस, बाइक मिलेर सब साधन मिलेर तेल हाल्न गएका केटा सब रमा हिमाल बस्यो अति नै रमा। मोबाइल अलिकति छोडाएको छैन। अब त्यस्तो मान्छेहरू रमाउनु परिहाल्यो मोबाइल। अब बुझ्नु त अब दिदीहरू दोस्त यार, मेरो दिदीहरू यहाँ उहाँले चाहिँ उहाँ को भएन, उहाँ पिटु दिदीहरू हुनुहुन्छ क्या, गायककार है। अस्ति नै कन्सर्ट गरेर अनि सानो सब मिलेपछि अनि तेल सेल हाल्न गएको केटाहरू। कस्तो धेरै होला नगर्नु। अनि तेल उहाँ दोर्जे हेर्नु त, दोर्जे भाइ त्यहाँ केटीको हुलमा केटीको हुलमा गएको दोर्जे भाइ। थम्बनेललाई एउटा फोटो खिच्नु पर्छ दोस्त, एउटा कुन सबैले चाहिँ हेर्दिनु सुजल सुनार भ्लग्समा देखाइदियो ल। सब्स्क्राइब गरिदियो। सकरमा गर्दैन। जान्न मेरो हाम्रो रुमको बारे नि त्यहाँ फोटो गरेर अहिले सायद लाइसिक्यो के गर्ने
ओए ओए ह्यापी होलिडे ओए भान्जु अनि चाले कुलमा हाल्छ हाम्रो मान्छे अगाडि कस्तो होला यार एज अ लाइक हुन्छ नि भान्जु यस्तो बिदी चाहिँ भन्नु अघि अर्को मोबाइलमा अहिले अर्को मोबाइलमा त्यो म एमपी सुजल राख्छु ल एमपी 40 सुजल सुनाएर ल नाम चेन्ज हो क्या होइन अहिलेको लागि होइन साथी त झाला तिमी ल हाल्छु हौ दोस्त कति दिन भयो नहालेन जेसुकै होस् खाली भयो होइन त हाल्नु त पऱ्यो नि यतिकै थोरै दिन भयो होली जस्तो ठाउँ बेलामा नि होली जस्तो ठाउँमा नि भ्लग नहान्ने हुन्छ यार ल त अहिले भेटौँला होइन ल अहिले भेटौँला दोस्तले भनिहाल्यो ल भेटौँला हामी चाहिँ जान आँटेको हाम्रो सुनल दोस्तको भ्लगमा म जोडिदिएको ल आज चाहिँ हामी भेटिसक्यो हाम्रो बाजी भाइ ल दोस्त केहीजनाको आइज ल डु सब्सक्राइब हिमाल दोस्त सुरु हाम्रो वान एन्ड ओन्ली आशिष योन्जन हामी सिकार हिजो अब के त्यो दाइको नामै बिर्स्यो खालि बिर्सिन्छ के अरे हामी चौमिन खाने दाइको विष्णु दाइले भने जस्तै बाघसँग सङ्गत गऱ्यो भने बाघसँग हुनुपर्छ के भएर थियो होइन अब रमाइलो हुन्छ बाटो आउँछ अरे ल केटा हामी हिँडिसकेका छौँ कता जाने भने मोहरतिर जाने कुरा भएको होइन त्यतिर जान्छौँ अब हामी ल हाम्रो ड्राइभर त नभनौँ हाम्रो के अरे के भन्छ हाम्रो स्कुटी चलाउने व्यवस्थापन ल हामी लागेको छौँ ए मोबाइल चलाइरहेको रहेछ के लाई दोस्तको भ्लगले कोले चिनेको छैन है मलाई चिन्नु पर्यो हिमालजी रास्ता पनि देख्नु पर्यो नि अब ओ बिस्तारै हिँड भन्दैलाई त्यहाँबाट चाहिँ ल बिस्तारै जाऊ न बिस्तारै ल हामी अब मोरी जान्छौँ मोरीमा गएर भेट्छौँ है त ल त रैला हान्नुपर्छ रैला कोसीमा दाम छैन मोरीसँग यति धुलो आयो फाइनली हामी मोहरी एन्टर गर्न थालिसकेको छौँ यो मोहरीको वातावरणहरू मोहरीको हामी आइसकेको छौँ मोहरी क्यामेरामा धुलो पसेको छ बाटो धुलै धुलो त्यही माथि यो स्कुटीलाई पेलिदिने भनेर अगाडि हामी गरेको नकुदाएको धुलोले मारि गरियो अब दाइ त फुल सेफ्टीमा छन् दाइ त अब दाइलाई भालेको भयो अब हामी दुईजना पो धुलो भयो गाडी छ यहाँ पनि हल्ली चलिरहेछ लै लो त अङ्कलहरू छ थमेल भाइ थमेल लै लो लै बाहा हौ त्यो अन्त होली भन्ने पुरै उयसमा के नालीमा पुरै चोपाल्या के यो अनुसारको गाडी हो गाडी हो ल हामी मोहरीबाट यहाँ टाप पसेको यहाँनिर हामी धेरै चलपल देखेन ताहरू नहुने भनिरहेको थियो यताबाट हेर्नु यताबाट
यहाँबाट धेरै चलपल भएन नौनी भन्दा थियो दाइ नौनी भन्नु भइरहेको थियो दाइहरू पानी भएन क्या अरे फेरि अब चल्दै हामी अघि त्यतैतिर बस्नुपर्ने क्या दाइ गाउँतिर त्यता डुल्दै हिँड्नु पर्ने बुद्धि आएन मैले भनेकै हो अगाडि नै पुरोडोलको बाटोबाट हिँड्नु पर्छ के भयो अघि जहाँबाट सुरु गरेँ हामी त्यहीँ आइपुगेको छौँ हाम्रो यो मान्छेलाई अब चिन्नु भयो होला नचिन्ने त कुरै हुँदैन है यो मान्छे अहिले अघि नै अब अघि नै अब जम भन्दाखेरि ठुलो मान्छे जसरी अब म होइन म खेल्दिनँ म घरै बस्छु म भनेर बस्छु घरै बस्छु भन्दाखेरि क्रिस आएन क्रिसको कुरा गरे अनि स्कुटीमा गयो त्यस्तो स्कुटी छैन अब हामी सही चोक जाने कुरा भए अबिर सबैले दौडेर दौड्नु त पर्यो नि त होली जस्तो भने अनि अबिर चाहिँ केही दले छैन हाम्रो हेभी ड्राइभर चाहिँ आसिँदैन ल अब हामी त्यहाँ जान्छ त्यहाँ गएर भेटौँ ल Hope you guys will enjoy our show. सबैले हाम्रो साथ दिनु होला भनेर हामी हजुरहरुमाथि Come on, sing. Tari era so timi era विश्वास गर मलाई एक फेर सहजै काटोमा यो जिन्दगी जाँदैन तिम्रो सुखको बासी भए मेरो माया नम्बरी तिम्रो माया सुन चाँदीलाई देखाउनु छरीको रात मारो फेर आउनु मायाका मिठा गीत गुनगुनाउनु त्यो मनमा जाने ठाउँलाई देखाउनु त्यो मनमा जाने ठाउँलाई देखाउनु तिमी आउनु त्यसै खाली भर्खर यहाँ आजलाई नलाउने भन्दा थियो यहाँनिर यो भन्दा चोखीहरूलाई मागी खाँदा नलाउने भन्नु एउटा थम्नेलको लागि दाइ एउटा एउटा थम्नेलको लागि ल केटा अहिले चाहिँ होली सोली खेलेर सब गरेर हिँड्न घरतिर लाग्न थालेको यो भडवाले उयो भडवाले कस्तो व्यवस्था हान्ने भने कस्तो व्यवस्था हान्दै खाने अनि कस्तो व्यवस्था हान्दै हिँड्न नि गाह्रो परेर अन्डा फुटाइदिएर जाउँ न घर जाउँ अब ल गाइस अब हामी ल केटा गाइस भन्न आएछ ल केटा म अब हामी घरतिर सबजना घरतिर लाग्नु लाग्यो ल अब गइन्छ घरतिर नुहाइ धुवाइ गरिन्छ है यो भ्लग छोटो मिठो भयो है ल माया देखाइदिनु लाइक सब्सक्राइब सबै गरिदिनु होला ल बाई 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 बाई